अब यो क्वेसनमा चाहिँ हामीलाई यो दिएको मार्केट बास्केट ट्रान्ज्याक्सनको चाहिँ एसोसिएसन रुल डिराइभ गर भनेको छ, जसको चाहिँ 50% मिनिमम सपोर्ट र कन्फिडेन्स दिएको छ। मिनिमम सपोर्ट भनेको चाहिँ हाम्रो चाहिँ मिनिमम फ्रिक्वेन्सी चाहिँ हाम्रो 50% हुनु पर्यो आइटम सेटको भन्न खोजेको हो। आइटम सेट चाहिँ मिनिमम 50%सम्म चाहिँ त्यसको चाहिँ फ्रिक्वेन्सी त्यसको चाहिँ काउन्ट हुनुपर्छ भन्न खोजेको हो। भनेपछि कन्फिडेन्स चाहिँ 50%। कन्फिडेन्स भनेको चाहिँ हाम्रो एसोसिएसन रुल चाहिँ कति रिलायबल छ भन्न खोजेको हो। अब यो मार्केट बास्केट ट्रान्ज्याक्सन छ, यसको एसोसिएसन रुल भनेको मानौँ कि हाम्रो जो आइटम ए छ, कस्टमरले हाम्रो आइटम ए किन्दाखेरि कुन अर्को आइटमहरू चाहिँ फ्रिक्वेन्टली किन्न सक्छ त, त्यो टाइपको रुल भयो। त्यसपछि त्यो टाइपको प्रिडिक्सन गर्न सक्ने भयो हामी यसबाट। अब चाहिँ हामीलाई क्वेसनमा के दिएको छ भनेपछि मिनिमम सपोर्ट चाहिँ 50% दिएको छ। अब हामीसँग टोटल ट्रान्ज्याक्सन चाहिँ 4 छ भनेपछि हामी चाहिँ 50% अफ 4 गरेर चाहिँ हामी मिनिमम सपोर्टको न्युमेरिकल भ्यालु निकाल्न सक्छौँ, जो चाहिँ 2 भयो। अब कन्फिडेन्स चाहिँ 50% नै दिएको छ। अब यसमा पनि हामी ए प्रायोरी एल्गोरिदम नै युज गर्छौँ। पहिला चाहिँ हामी क्यान्डिडेट सेट आइटम सेट 1 बनाउँछौँ, जसमा चाहिँ एउटा एउटा आइटमहरूलाई लिएर तिनीहरूको सपोर्ट काउन्टहरू लेख्छौँ। पहिला चाहिँ आइटम ए बी सी डी ई एफ यसरी गरेर हाम्रो 6वटा आइटम हामीलाई दिएको छ। अब हेर्छौँ ए चाहिँ कतिचोटि आइरहेको छ भनेपछि ए को चाहिँ 3 छ फ्रिक्वेन्सी, त फेरि ए कोमा चाहिँ हामी 3 लेख्यौँ। बी चाहिँ हाम्रो 2 चोटि आइराखेको छ, सी चाहिँ हाम्रो 2 चोटि आइराखेको छ, डी 1 चोटि, ई 1 चोटि अनि एफ पनि 1 चोटि आइरहेको छ, त फेरि हामीले त्यही अनुसार यता लेख्यौँ। फेरि अब चाहिँ हाम्रो मिनिमम सपोर्ट चाहिँ 2 दिया छ। अब यसको चाहिँ मिनिमम 2 हुनु पर्यो, 2 भन्दा सानो छ भनेपछि हामी त्यसलाई रिमुभ गर्छौँ। अनि जसले चाहिँ मिनिमम सपोर्टलाई सेटिस्फाई गरिरहेको छ त्यसलाई लिएर चाहिँ हामी लार्ज आइटम सेट बनाउँछौँ। यसमा चाहिँ हाम्रो एबी र सीले मात्रै सेटिस्फाई गरिरहेको छ र एबी र सीलाई लिएर चाहिँ हामीले एउटा आइटम सेट बनायौँ, लार्ज आइटम सेट 1 भनेर त्यसलाई चाहिँ नाम दियौँ। त्यसपछि अब हामी लार्ज आइटम सेट 1 लाई युज गरेर एउटा अर्को क्यान्डिडेट आइटम सेट बनाउँछौँ, जसमा चाहिँ हामी 2टा भ्यालु राख्छौँ। ठिक छ। अब चाहिँ हामीले 2टा भ्यालु, एउटा चाहिँ एबी हुन सक्यो, अर्को चाहिँ बिसी, अर्को एसी, यसरी 3टा कम्बिनेसनहरू बनायौँ 2टा आइटमको। फेरि अब ए र बी चाहिँ सँगै कतिचोटि आइरहेको छन् त्यो चेक गर्छौँ। हामी ए र बी यता छ, यता छैन भनेपछि एउटा भयो। अनि त्यसैले हामीले एबीको चाहिँ सपोर्ट 1 लेख्यौँ। त्यसपछि एसी र बिसी। अब चाहिँ एसी चाहिँ हाम्रो एकचोटि यता आइरहेको छ अनि अर्को चाहिँ यता आइरहेको छ भनेपछि हाम्रो 2टा भयो त्यसको। फेरि अर्को थियो हाम्रो बिसी, बिसी चाहिँ एकचोटि मात्रै आइरहेको छ, त्यसको सपोर्ट चाहिँ 1 मात्रै हुने भयो। सो हामीले एबी एसी र बिसीको सपोर्ट त्यसरी लेख्यौँ। त्यसपछि अब यसमा चाहिँ जसको चाहिँ हाम्रो मिनिमम सपोर्ट 2 र 2 भन्दा ठुलो छ त्यसलाई मात्रै लिएर हामीले लार्ज आइटम सेट बनाउँछौँ। यसमा चाहिँ एउटा मात्रैले सेटिस्फाई गरिरहेको छ, त फेरि हाम्रो लार्ज आइटम सेटमा चाहिँ एसी मात्रै हुने भयो। अब हामीले चाहिँ 3टा आइटमको क्यान्डिडेट सेट बनाउनुको लागि या त हाम्रो चाहिँ मिनिमम 2टा आइटमहरू हुनुपर्छ अनि 2टा आइटमको चाहिँ प्रिफिक्स चाहिँ सेम हुनुपर्छ। अब हाम्रो त आइटम नै एउटा छ, त फेरि हाम्रो अर्को क्यान्डिडेट सेट नल भयो अनि अर्को चाहिँ लार्ज सेट पनि हामीहरूको नल भयो।